त्यसकारण चिनिने बन्नुहोस् र त्यो स्तरबाट तल नझर्नुहोस्, आफूलाई एउटा स्तरमा मेन्टेन गरेर राखी छान्ने। त्यसको लागि तपाईँहरूले पत्रकारिताको माध्यमबाट पनि आफ्नो अध्ययन, आफ्नो अनुसन्धान र त्यसलाई अझ प्रभावकारी ढङ्गबाट प्रस्तुत गर्ने आफ्नो शैली, तौर तरिका, यस्ता कुराहरूलाई ध्यान दिनुहोस्। एकदम प्राथमिक चरणमा हुनुहुन्छ, सुरु गर्दै हुनुहुन्छ। अहिले त अब लेख्ने भन्दा पनि बढी त अब भिजुअलले नै खाइसकेको छ। प्रिन्ट मिडिया पहिलाभन्दा अब कमजोर भएर गएको छ। यद्यपि संसारमा सबैभन्दा फेरि सबैले मानेको अथेन्टिक भनेको चाहिँ प्रिन्ट मिडिया नै हो। तर अब अहिले चाहिँ हाम्रो यो भिजुअल मिडियाले अलिकता डिजिटाइज भएको कारणले डिजिटल मिडिया धेरै अगाडि आएको छ। यो मात्रै होइन, तपाईँहरूले यो कुरालाई पनि बुझ्नु होला। र अब आफ्नो कामले सत्यको पक्षमा अब हामीले भन्दा कलम चलाउनुहोस् भन्नुभयो पत्रकारहरूलाई। यद्यपि अहिले क्यामेरा चलाइन्छ होइन, क्यामेरा भनेकै कलम हो। तपाईँहरूले आफ्नो सिपलाई, आफ्नो क्षमतालाई, आफ्नो अध्ययनलाई आफूले बुझेका कसैको पनि पक्ष नलिकन मजाले समाजलाई सूचना प्रवाह गरिदिनुहोस्। तपाईँहरूको आफ्नो कर्तव्य त्यहाँ पुरा हुन्छ र कर्तव्य मात्र पुरा गर्न हुँदैन। तपाईँहरू नै यत्रो हुनुहुन्छ, यहीँ प्रतिस्पर्धा छ। अझ अगाडि तयार गरेर बसेका कति हुनुहुन्छ, उठेर गइसकेपछि अझ अर्को प्रतिस्पर्धा हुन्छ। त्यसकारण सबै प्रतिस्पर्धाको लागि तपाईँहरू आफूलाई तयार पार्दै जानुहोस्। यसै गरी यो क्लासहरू हुन्छ। यस्तोमा खालि जे भन्नुहुन्छ त्यो सुन्ने हो मात्रै भन्ने होइन, प्रति प्रश्न गर्नु अनि नयाँ कुरो जानिन्छ। उहाँले त एउटा फर्मेट ठिक्क बनाएर ल्याउनु भएको हुनुहुन्छ, त्यो त सिकाउनु छँदैछ, त्यो त जानिहाल्नुहुन्छ। थप कुरो जान्नुको लागि तपाईँले कोट्याउने हो। अनि यो चाहिँ कस्तो, यो के, यसमा के, यस्तो सुनेको थिएँ, यस्तो के हो, मैले यस्तो देखाएको थिएँ, यस्तो के हो, यो कुराहरू तपाईँले प्रश्नमाथि प्रश्न सोधेर अरू जान्ने इच्छा चाहिँ तपाईँहरूमा धेरै चाहियो। तपाईँहरूभित्र जति जान्ने इच्छा हुन्छ तपाईँले त्यति धेरै जान्नुहुन्छ। उहाँहरूले पनि अथाह छ के दिने, तपाईँहरूले चाहनु पऱ्यो नि। यहाँ त सीमित छ, उहाँले त्यहाँभित्र सीमित ल्याउनु भएको छ, त्यति मात्र पाउनुहुन्छ। तर लुट्ने हो, यो लुट्दाखेरि आरोप आउँदैन, दण्ड हुँदैन। यो लुट्न पाइने लुटाइ हो। यो मजाले लुट्नुहोस्, उहाँहरूले सिक्नुहोस्। उहाँले सिकाउनु खोज्या भन्दा पनि डबल सिकिदिनुहोस् न, धेरै सिकिदिनुहोस् न, तपाईँलाई फाइदा हुन्छ नि। त्यसकारण सुन्ने मात्रै काम नगर्नुहोस्। गर्ने शब्द कम भयो भने टाउको मात्रै ध्यान होइन। यत्रो यो धार्नेको टाउको हलाउनु भन्दा तोलाको जिब्रो फड्काउनुहोस् न, बोल्नुहोस्, कुरा गर्नुहोस् होइन। दोहोरो कुरा गर्ने बानी पार्दै जानुहोस्, अहिलेबाटै सुरु गर्दै गर्नुहोस्। तपाईँ त विभिन्न डिबेटहरू गर्नुपर्ने, गराउनु पर्ने पेसामा आबद्ध हुँदै हुनुहुन्छ। त्यसकारण सबै पेसा